हेलो एभ्रिवान, आजको मेरो डिनरमा चाहिँ छ मेरो स्पेसल फाले। आज मलाई चाहिँ फाले पुरा खानु मन लागिरहेको थियो, तर म आफै बनाउनु अल्छी गरेर घरि यताउता हुँदा चाहिँ बनाएकै थिइनँ नि त। सो आज चाहिँ जेसुकै होस् भनेर चाहिँ मैले डिनरमा फाले बनाएँ। यो फाले चाहिँ किन स्पेसल भन्दाखेरि चाहिँ मैले चाहिँ आज फर्स्ट टाइम आफै बनाएको नि त, चपिङदेखि लिएर बाइन्डिङसम्म। किनभने अरू बेला चाहिँ मेरो बहिनीले बनाउँथ्यो, अहिले चाहिँ बहिनी नआएको धेरै भएर यो चाहिँ मैले सबै फर्स्ट टु लास्ट मैले गरेको। सो त्यही भएर चाहिँ स्पेसल हो। अन्त यहाँ बाइन्डिङ पनि मजाले भएको छ, अरू बेला त बाइन्डिङ गर्नु पनि जान्दिनँ थिएँ, र आज चाहिँ अलिक सिकेछु बाइन्डिङ गर्नु पनि भन्दै यही सम्झिँदै मैले बनाउँदै थिएँ हो। अलिक राम्रै भएको छ यो बाइन्डिङ पनि। अनि मैले चाहिँ यता बनाउँदै तातो तातो फ्राई गरेर चाहिँ यता बडिहाल्न दिँदै थिएँ हो। अन्त उनीहरूलाई सोध्दै पनि थिएँ कस्तो भएछ भनेर। मिठो भयो भन्दै यहाँ कृष्ण दादा पनि आउनु भएको थियो, उसले पनि दिएँ। अन्त उसले पनि सिल्भाले मिठो बनाएछ है भनेर भन्नुहुँदै थियो हो। त्यतिकै उनीहरूलाई तातो तातो दिँदै अब चाहिँ अलिअलि उब्रेको थियो। सो अलिअलि किमा उब्रियो, यो म बनाउँदै थिएँ यता। सबै बनाइसकेको बादमा चाहिँ अब चाहिँ म पनि खानु बसेँ। मैले चाहिँ यत्रो बनाइसकेर एउटा पनि टेस्ट गरेको थिइनँ, डाइरेक्ट बनाइसकेर मात्रै खाएको। सो यो चाहिँ आटाको भएर अलिक ड्राई भएछ, अनि अलिक कालो कालो पनि देख्दैछ, तर टेस्ट चाहिँ यसको चाहिँ एकदम सुपर भएको थियो। थ्याङ्क यू सो मच फर वाचिङ।